नमस्कार, अपनिजमा स्वागत छ। सुरु गरौँ करेन्ट लागेको प्रसङ्गबाट। सप्तरीको राजविराज नगरपालिका 6 मा करेन्ट लागेर एकै परिवारका 4 जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घरको छतमा झुन्डिएको होर्डिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा 40 वर्षीय शिवनारायण शाह सहित उनका 35 वर्षीय पत्नी सन्तोषी शाह, 38 वर्षीय राजकुमारी शाह र 18 वर्षीय रक्षित शाह घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले घाइतेको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको जानकारी दिए। बेमौसमी वर्षातका कारण किसानहरूमा परेको पीडा र मारमा सबै नेपालीले सक्दो सहयोग गर्न प्रदेश 2 का निवर्तमान प्रदेश प्रमुख डाक्टर राजेश ऐराजले आग्रह गरेका छन्। बेमौसमी भारी वर्षातका कारण अरबौंको धानबारी नष्ट भएको छ भने 88 जनाको ज्यान गएको र कयौं बेपत्ता भएका छन्। यस्तो पीडाको घडीमा सबै नेपालीले सहयोग र सद्भाव देखाउनुपर्ने डाक्टर ऐराजले आग्रह गरे। यसबाट सबभन्दा बढी मारमा किसानहरू परेकाले नेपालीहरूले सहयोग गर्नुपर्ने धारणा राखेका छन्। डाक्टर ऐराजले प्रभावित क्षेत्रहरूमा अनुगमन गर्दै एक भिडियो सन्देश जारी गरेका हुन्। उनले हाम्रो अन्नदाताको आँसु पुस्न, अनुहारमा खुसी ल्याउन र खानको व्यवस्था गरिदिन आग्रह गरेका छन्। नेकपा माओवादी केन्द्रका स्थायी कमिटिको बैठकले 33 वटा केन्द्रीय विभाग गठन गरेको छ। पार्टीको स्थायी कमिटिको बिहिबार बसेको बैठकले पार्टीको 33 वटा केन्द्रीय विभाग गठन गरेको छ। बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र दिलाराम आचार्यको संयोजकत्वमा 175 सदस्य सम्पर्क समितिको गठन गरेको बताउनुभयो। उहाँले बैठकले 35 सदस्य रहने गरी विभाग गठन गरेको जानकारी दिनुभयो। विभाग बाहेक रामचन्द्र झाको नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान बनाउने निर्णय गरिएको छ। प्रवक्ता महराका अनुसार पार्टी स्कुल विभागको संयोजकमा गिरिराजमणि पोखरेल र इन्चार्जमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल रहनुभएको छ। अर्थ तथा योजना विभागको प्रमुखमा वर्षमान पुन, खानेपानी तथा सरसफाई विभागमा बिना मगर, निर्वाचन विभागमा खिमलाल देवकोटा, पार्टी स्कुल विभागमा गिरिराजमणि पोखरेल गठन गरिएको प्रवक्ता महराले बताउनुभयो। आज स्थायी कमिटीको निरन्तर बैठकको तेस्रो दिन पनि हामीले बैठक जारी गर्यौं। आजको बैठकमा यो दुईटा विषयमा हाम्रो छलफल चल्यो। एउटा सम्पर्क समितिको गठन सम्बन्धी निर्णय गरियो। 175 जनाको सम्पर्क समिति बनाउने भनेको यो भनेको विभिन्न प्रदेशका यहाँ रहेका कमरेडहरूको कमिटी हो। दिलाराम आचार्य उहाँको संयोजकत्वमा 175 सदस्यीय निर्माण गर्ने निर्णय गरियो। एउटा यो हो। अर्को विभाग गठन भयो। विभागमा 33 वटा विभाग, एउटा प्रतिष्ठान। एउटा विभाग चाहिँ विपद व्यवस्थापन विभाग गठन गर्न बाँकी छ। त्यो सूर्य सुवेदीको नेतृत्वमा गर्ने भन्ने छ, तर त्यसको अलि पछि छलफल हुन्छ। बाँकी सब विभागहरूमा मोटामोटी म तपाईँहरूलाई यो विभागीय प्रमुखहरूको नाम भनिदिन्छु। सबैको अहिले भन्नु जरुरी छैन। अर्थ तथा योजना विभागको प्रमुखमा वर्षमान पुन 35 सदस्य हुन्छ। त्यस्तै उद्योग विभागमा वामदेव छेत्री। प्रवक्ता महराले पार्टी सदस्यताको काम 50% सकिएको बताउँदै अबको एक सातामा पार्टी सदस्यताको काम पूरा हुने बताउनुभयो। राष्ट्रिय महाधिवेशनमा 5 देखि 6 लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखिएको बताउनुभयो। अवैध मोबाइलमा रोक लगाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम MDMS लागू गर्ने सरकारले निर्णय अझै कार्यान्वयन हुन नसकेकोमा मोबाइल फोन आयातकर्ताहरूले आपत्ति जनाएका छन्। गत साउन 1 गतेदेखि लागू गर्ने भनिएको सो प्रणाली 3 महिना बित्न लाग्दा पनि सरकारले अझै कार्यान्वयन गर्न नसकेकोमा मोबाइल फोन इम्पोर्ट्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले आपत्ति जनाउनु भएको हो। उहाँले सो निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गर्न नेपालमा मोबाइल व्यवसायलाई राम्रो ढङ्गले अघि बढाउने वातावरण बनाउन सरकारलाई दबाव समेत दिनुभयो। नेपालमा हाल करिब 45 देखि 50% मोबाइल इलिगल ढङ्गले बिक्री वितरण भइरहेको एसोसिएसनको दाबी छ। त्यसलाई रोक्न धेरै सरकारले राजस्व असुलीबाट फाइदा लिन सक्ने र व्यवसायीहरूको व्यापार पनि फस्टाउने एसोसिएसनका अध्यक्ष मल्होत्राको भनाइ छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल 1 स्थान तल झरेको छ। फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल 169औं स्थानमा छ। यसअघि सेप्टेम्बरमा सार्वजनिक वरियतामा नेपाल 168औं स्थानमा थियो। मालदिप्समा अक्टोबरको 1 देखि 15 तारिकसम्म भएको साफ च्याम्पियनसिपमा
पहिलो पटक फाइनलमा पुगे पनि नेपालको वरियता खस्किएको छ। साफमा नेपालले मालदिप्स र श्रीलङ्कालाई पराजित गरेको थियो भने बङ्गलादेशसँग बराबरी खेलेको थियो। भारतसँग भने लिग र फाइनल 2 गरी पराजित भएको थियो। हवस् त, अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।